नमस्ते सन्चै हुनुहुन्छ? खाना खानुभयो? वेलकम टु माई च्यानल रेका। म त्यस्तो खास प्रोफेसनल उयो त होइन, तर अस्ति हामी सैलुङ घुम्न गएको थियौँ नि त, म र मेरो बहिनी। अनि त्यहाँ जाँदाखेरि कस्तो राम्रो राम्रो सिन देखेर मैले तपाईँहरूसँग सेयर गर्न खोजेको। यतिकै बेला बेलामा जे पाए त्यही हालिरह हुन्छु, अनि आज पनि त्यहाँको हाल्न मन लाग्यो। अनि अस्ति चाहिँ हामी यहाँ काठमाडौँबाट जिपमा चाहिँ यता नेपालथोकदेखि रामेछापको दोरम्बा हुँदै गएको थियौँ कि। यो बोर्ड देख्नु भएको यो आदिवासी जनजाति पदमार्ग भएर गएको यो बाटो यसो, अनि दोरम्बासम्म जिपमा गएर दोरम्बाबाट चाहिँ यो उकालो हामी यसरी लागेका थियौँ। अनि कस्तो रमाइलो बाटो के, एकदम हुन्छ नि त्यो मान्छेहरू भिडभाड नहुने सुनसान आनन्द शीतल एकदम राम्रो बाटो लाग्यो। यो बाटो उकालो दोरम्बा पुग्दासम्म पनि विभिन्न खालको सिनहरू यस्तो राम्रो राम्रो, अनि शीतल बाटो चाहिँ अलिकति अप्ठ्यारो, तर जिपमा हामी थोरै मान्छे भएको भएर सजिलो गरी गयौँ जिपदेखि। अनि त्यहाँ दोरम्बामा चाहिँ बिचमा पनि तामाङ बस्तीहरू रमाइलो गाउँ बस्तीहरू हेर्दै जान पाइन्छ। दोरम्बामा पनि स्पेसली तामाङ समुदाय अलिक बढी भएको रहेछ। दोरम्बाबाट त्यो उकालो लागेर आदिवासी जनजाति पदमार्गबाट उकालो लागिसके पछाडि चाहिँ यो माथि यो हुन्छ नि सल्ला, यसलाई के भन्छ, गोप्रे सल्ला भन्छ क्या हो यो फुलेको है, सल्ला गोप्रे सल्ला हो कि के हो आई डोन्ट नो है, म अलिकति कन्फ्युज भएँ यो के सल्ला भन्छ यो सल्ला। त्यहाँको बाटोहरू यस्तो रमाइलो, यहाँ हेर्नु न सल्ला यसरी फल्दो रहेछ, अनि कस्तो त्यो के कलर कस्तो राम्रो कलरमा फुलेको हामीले हेर्दै गएको यस्तो सिनहरू। खासमा सैलुङ चाहिँ यता मुडे हुँदै जान्छ नि त प्राय मान्छे, धेरैजना चाहिँ त्यहाँ चाहिँ अब मुडेसम्मै गाडीमा जाने भयो, त्यहाँदेखि माथिसम्म मात्रै त्यो सैलुङ टपमासम्म मात्रै हिँडेर जाने। तर यो दोरम्बाबाट चाहिँ करिब 6 घन्टा हिँडे पछाडि हामी 6 घन्टा बाटो हिँड्छौँ माथि खोला खर्क नपुग्दै खोला खर्कसम्मको बाटो। अनि हो यस्तो कस्तो राम्रो बाटो हिँड्दै जान पाइन्छ क्या। यसमा चाहिँ बाटो मान्छे चाहिँ सुनसान हुँदो रहेछ, अनि सुनसान भिडभाड पनि नहुने शान्त एकदम चिसो हरियाली। अस्ति हामी चाहिँ कहिले गएको थियौँ, जेठको 14-15 गतेतिर कहिले गएको थियौँ। एकदम रमाइलो, हेर्नु न हरियो जताततै एकदम रमाइलो लाग्यो। यति शान्त यति आनन्द, हामी त शीतल ताप्दै बस्दै बिस्तारो आफ्नो सुरले, अब त्यस्तो धेरै फटाफट पनि नहिँडेर आनन्द बिच बाटोमा यसरी रमेत हेर्दै मन लागेको ठाउँमा फोटो खिचेर भिडियो खिचेर, अनि बिसाएर यहाँ ऐसेलु पाकेको बाटैभरि ऐसेलु के, कति धेरै ऐसेलु है, ऐसेलु टिप्दै खाँदै। ऐसेलु पनि कोही चाहिँ कस्तो मिठो, कोही चाहिँ अलिकति त्यो सेपमा परेको चाहिँ अलिकति स्वाद अर्कै, कस्तो मिठो। ऐसेलु पनि कति ठुलो थियो होइन। अनि हामी खाँदै ऐसेलु खाँदै गयौँ। दिदीबहिनी हामी 2जना मात्रै बाटोभरि त्यो बाटो हिँड्ने। अनि माथि खोला खर्क पुगे पछाडि चाहिँ त्यहाँ खोला खर्कको पसलको सैलुङ होटल भन्ने ठाउँमा उहाँले भन्दै हुनुहुन्थ्यो कि हामी शुक्रबार गएको, अनि शनिबार आएको नि त। शुक्रबार जाँदाखेरि हामी मान्छे नै थिएन, अनि होइन सरी, शनिबार गएर अनि आइतबार फर्केको। त शनिबार जाँदाखेरि त्योभन्दा अघिल्लो शुक्रबार चाहिँ एकदम धेरै मान्छे थियो अरे, पूर्वबाट आउने हुनेहरू धेरैजना हुनुहुन्थ्यो अरे, होटल टनाटन भन्नुभएको थियो अरे। अनि यस्तो बाटो छ कि यो ठाउँमा यो कस्तो राम्ररी बनाउनु भएको रहेछ पदमार्ग चाहिँ, गजबको ट्रेकिङ रुट बनाउनु भएको रहेछ। यस्तो ठाडो एकदम ठाडो उकालो, तर ठाउँमा बस्ने बिस्तारो आनन्दले गएको भएको भएर त्यस्तो हामीलाई चाहिँ गाह्रो चाहिँ लागेन। 2जना दिदीबहिनी गफ गर्दै अनि एकदम रमाइलो तरिकाले। अनि यता साइडमा कति धेरै वाइल्ड फ्लावरहरू फुलेको छ कि, त्यो फुलको नाम चाहिँ के भयो, जङ्गली फुलहरू भनौँ न, पहेँलै भएर फुलिरहेको, चिसो हावा चल्ने। अनि यस्तो आनन्दले चाहिँ हामी हिँड्दै गएको। यहाँ हेर्नुहोस् न त्यो अघिको अलि तलको माथिसम्मै छ, खोला खर्कसम्मै ठाउँमा यस्तो। अनि चौरहरू फाँटहरू यतातिर आलुको
आलु रोपेको यता अलिकति यो चाहिँ अलि माथि भयो, अलिकति तल्ल तल्ल गाउँ टन्नै गाउँ। अनि आलु रोपेर बारीभरि आलु फुलेको है। अनि यता चाहिँ वाल फ्लावरहरू पनि छ। यता साइड हो त्यो पहेँलो देखेकोहरू कस्तो राम्रो फुल फुलेको, यस्तो रमाइलो। मलाई यो बाटो यस्तो आनन्द लाग्यो एक दिनको। अब त्यहाँ हामी बिहान 6 बजे यहाँ जडीबुटीबाट जिपमा चढेको। हामी 12:30 बजे 12:15 बजे 12:15 जाँदा चाहिँ दोरम्बा पुगेको। दोरम्बादेखि हामी हिँडेर 5 घन्टा हिँड्यौँ होला यसै गरेर। अब छिटो फटाफट हिँड्नेहरू त त्यहाँको स्थानीयहरूलाई 2-2.5 घन्टा हो अरे, हामीलाई चाहिँ 5 घन्टा लाग्यो। अनि आनन्दले गयौँ। यहाँ हेर्नुहोस् त बाटो कस्तो रमाइलो, चौरी। अनि उता साइडतिर बहिनी हिँडिरहेछ, मैले खिचिरहेको थिएँ पछाडिबाट। अनि त्यो पहेँलै साइडमा। अनि माथि चिसो, कस्तो चिसो। हामी यहाँ पुग्दाखेरि करिब 5:30 हामी तल दोरम्बामा खाजा खाएर निस्केको। खाजा त्यहाँ दोरम्बामा बफ चाउमिन खाएर चाहिँ हामी निस्केको। त्यहाँदेखि यहाँ पुग्दाखेरि 1:30बाट हिँड्दाखेरि यहाँ 5 जति बजेको थियो होला सायद। अनि चिसो बाटो हेर्नुहोस् न कस्तो आनन्द। यस्तो फुल कति धेरै फुलेको थियो त्यहाँ, कति धेरै है। बाटै रमाइलो कि ढकमक्क फुलेको फुल। अनि त्यो फुलमा चाहिँ मौरी भमराहरू यति धेरै बजिरहेको थियो। यो चाहिँ होला के भन्ने त्यसलाई, पानी जमाउनु भएको रिचार्ज ट्याङ्की टाइपको बनाउनु भयो होला। यो चाहिँ रोड। अनि रोडमा यता शान्त के एकदम शान्त। बहिनी र म मात्रै डराउने मान्छेहरू चाहिँ अलिकति डराउलान्, तर अब हामीलाई चाहिँ दिदीबहिनी सँगै भएको भएर डर कति पनि लागेन। यस्तो रमाइलो बाटो, शान्त, गफ गर्दै गएको, यस्तो रमाइलो, एकदमै रमाइलो भयो। अनि बाटो यहाँ हेर्नुहोस् न, रोड खनेको बिचमा रोडमा हामी चाहिँ प्रायः त्यो मान्छे उयस नै हिँड्यौँ नि त, पदमार्ग जुन बनाइएको थियो त्यसैमा। अनि ठाउँमा चाहिँ फेरि सडकै हिँड्न पर्ने। अनि यहाँ चाहिँ हामी सडक हिँडेको। अब गाडीमा जाने हो भने यताबाट पनि माथिसम्मै खोला खर्क भन्ने ठाउँसम्मै गाडीमा पुगिँदो रहेछ। है भिडियो चाहिँ कुनैमा ल्यान्डस्केप, कुनैमा पोर्ट्रेट भएको छ होइन। भिडियो खिच्न त्यति ढङ्ग पनि छैन नि त। अनि यत्तिकै मोबाइलमा खिचिराखौँ न त भनेर कहिलेकाहीँ यसो हेर्न भनेर मात्रै खिचिएको थियो। अनि खिचेर राख्दा त यस्तो देखेछ, कोही त राम्रो देखाएको छैन। तर तपाईँहरू यदि सैलुङ जान चाहनुहुन्छ भने मुडेबाट चाहिँ भन्दा यता रामेछाप भएर नेपालथोकदेखि उता उयो नपुग्दै यताबाट लान्छ नि त, पारी तारेर नेपालथोकबाटै नै लान्छ, खुर्कुट नपुग्दै त्यहीँबाट पारी तरेर जान्छौँ हामी। त्यहाँबाट जानु। अनि दोरम्बासम्म जिपको चाहिँ 1200 रहेछ। मुडेबाट जाँदा चाहिँ 650 हो अरे गाडीको भाडा हो। हामी आउँदाखेरि त्यति नै तिरेर आएको। अनि तर मुडेमासम्म गाडीमा जाने, अनि त्यस पछाडि माथि त्यही दिन घुम्न भ्याउँछ, भोलि बिहानै आइपुग्छ। तर हामी उताबाट गएर पनि ठिक्कै त्यस्तै भयो क्या। हो यस्तो बाटो हेर्नुहोस् त कस्तो राम्रो बाटो। 6 घन्टा बाटो, 5 घन्टा। अब हामी भन्दा पनि नसक्नेलाई हामी यति आनन्दले त, तर प्रायः 5 घन्टामा पुग्छ। हामी माथि 5:30मा 6 बजेतिर पुगेको थियौँ क्या। 5:30 होइन 6 बजे 6 बजेतिर पुगेको थियौँ। यो चाहिँ खोला खर्क पुग्न अगाडिको बाटो। अनि ठाउँमा चौरी, मैले चौरी चराएको भिडियोहरू चाहिँ खिचिरहेको छु। त्यो हुन्छ नि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई टाइपको। एकदम राम्रो सिन। चौरी गोठै गोठ, यता मास्तिर चौरी गोठ थियो। चौरी गोठतिरको चाहिँ खिचेन, बहिनीले खिचेको थियो। बहिनीको उसमा चाहिँ होला, मैले चाहिँ खिचिन छु। अनि एकदम रमाइलो। यो सबै कुहिरो लागेर चिसो थियो होइन। अनि काठमाडौँमा चाहिँ गर्मी भएर कस्तो थियो नि त। अनि उहाँ चाहिँ चिसो होइन। अनि यो चाहिँ
यो चाहिँ अब भोलि बिहान त्यो सैलुङ होटलदेखि अब बिहान यो खोला खर्कको सिन हो। यो चाहिँ खोला खर्कमा खोला खर्कदेखि चाहिँ आधी घन्टा त्यहाँको मान्छेहरूलाई त 15 मिनट हो अरे, 15 मिनट 20 मिनट हो अरे, हामीलाई चाहिँ पौने घन्टा लाग्यो। त्यहाँदेखि बिस्तारै गयौँ। यो चाहिँ भोलि बिहानको सिन हो। यो चाहिँ खोला खर्कको यहाँ चौरीकोटहरूको मैले यहाँ पनि चौरीकोटहरूको चाहिँ भिडियो खिचिन छु मैले। अनि यहाँ कुकुरहरू हेर्नुहोस् न, चौरी गोठालाहरू है यिनीहरू चाहिँ। त्यहाँको उनीहरूले चाहिँ हामीलाई माथिसम्मै पुऱ्याइरहेको थियो त्यो दिन। अनि हामी बिहान बेलुका 6 बजे आएर त्यहाँ होटलमा बस्यौँ। होटलमा चाहिँ कति हामीले 1500मा 2जना बेड पाएको, बहिनी र म बसेको थियौँ। अनि त्यो पछाडिको होटलहरू यो खोला खर्कको होटलहरू सबै चौरीकोटहरूको चाहिँ मैले खिचिन छु। यता तलतिर चौरीकोटहरू छ, चौरीहरू छ। त्यहाँ चौरीको मूर्ति पनि बनाइएको रहेछ। यो मूर्ति अहिले जताततै बनाउने चलन छ, त्यहाँ पनि चौरीको मूर्ति बनाइएको रहेछ। अनि त्यस पछाडि चाहिँ यहाँ कहाँ अलिकति उयो पनि भएछ। अनि त्यस्तो छ, रमाइलो छ। अनि त्यहाँ गएर यो चाहिँ माथि सिँढीदेखिको। अनि यो उयो चाहिँ खोला खर्कदेखि माथि सैलुङ डाँडा निस्किनेमा चाहिँ सबै सिमेन्टको संरचना, सिमेन्टकै सिँढी, सिमेन्टको त्यो हुन्छ नि अब त्यस्तो के हो उयो जस्तो बस्ने ठाउँहरू, पानी पर्दा अथवा केही गर्दाखेरि बस्ने ठाउँहरू होला, चौताराहरू सबै सिमेन्टको। तलसम्म चाहिँ खोला खर्कसम्म चाहिँ ढुङ्गाईको सिमेन्ट कतै पनि प्रयोग गरेको देखिएन पदमार्गतिर। तर यो खोला खर्कदेखि माथि पुग्ने सैलुङ डाँडासम्म चाहिँ त्यस्तो के। अनि यो चाहिँ सैलुङ डाँडाको गुम्बाको अगाडिपट्टिबाट खिचिएको सिन है। यहाँ गुम्बा हेर्दै हुनुहुन्छ, यो गुम्बा। अनि यसको अगाडि हेर्नुहोस् त मौसम कस्तो उज्यालो मजाको, कस्तो रमाइलो लाग्यो। यस्तो छ। अनि यहाँ चाहिँ हामी बिहान 6 बजे 6:30तिर हिँडेको तलबाट। अनि 6:30बाट 7:30 अलि पौने 6:15बाट हिँड्यौँ कि 6:30 जस 6:30बाट 7:30मा निस्क्यौँ। 7:30 भएको थिएन, 7:15मा निस्के पछाडिको यो सिन हो। चिसो हावा, जताततै उज्यालो। तर यहाँबाट कति धेरै भनेको 7,000 8,000 माथिको हिमालहरू पनि कति धेरै देखिन्छ। तर कुहिरोले अलिकति देखेन नि त, कुहिरोले गर्दाखेरि। अनि त्यसै पनि हामी हिमाल पनि त्यति धेरै चिन्न सकिएन। अलिकति त्यो हेरेर जाने भनेको भए त अलिकति यो भनेर भनिन्थ्यो होला। यहाँबाट कुन देखिन्छ भनेर हेरिएन नि त। अनि यतिकै देख्यो। बेला बेलामा त्यो हिमालहरू चाहिँ अलिअलि देखिने, अनि चाहिँ कुहिरोले ढाकिहाल्ने भइरहेको थियो। मान्छे यहाँ माथि चाहिँ एकदम धेरै भिड थियो घुम्न जानेहरू। उहाँहरू चाहिँ तर अधिकांशहरू सबै त्यहाँ घुम्न जानेहरू चाहिँ मुडेबाटै निस्किनु भएकोहरू। हामी चाहिँ यता खोला खर्कबाट भएर निस्केकोहरू। अनि हामी चाहिँ झोलासोला बोकेर त्यहाँ फोटोहरू झोलाहरू बिसाएर खिचिरहेको थियौँ नि त। अनि हामीलाई मान्छेले चाहिँ हेरिरहेको थियो कि, भनेको उहाँहरू त तलबाट मुडेबाट निस्केर माथि, मुडे हुँदै यता माथि के भन्छ त्यसलाई, बेस क्याम्प भनौँ न, बेस क्याम्प भएर बेस क्याम्पबाट निस्किनु भएकोहरू नि त यता मुडेपट्टिबाटको। अनि त्यस पछाडि त्यहाँ के पो भन्दै थियो, के खर्क पो भन्दै हुनुहुन्थ्यो, हो त्यहाँबाट निस्किनु भएकोहरू। अनि हामी चाहिँ यताबाट निस्केकोहरू। अनि घुम्दै यहाँ हेर्नुहोस् न, डाँडा हरियाली सबै। यो कुकुरहरू अघि चौरी गोठालाहरू, उनीहरूले हामीलाई तलबाट यहाँ माथिसम्म हामीसँग आएको। अनि त्यहाँ खेलिरहेको छन् दुईजना। 2टा चाहिँ त्यहाँ छन्, अरू 5वटा आएको मध्येमा 2टा चाहिँ यता छ, 3टा चाहिँ कता कता छ। यहाँ हेर्नुहोस् त, भिडियो त कस्तो देखिएछ नि त है। यहाँ हेर्नुहोस् न, सैलुङ भनेको चाहिँ 100वटा थुम्का हो नि त। 100 भनेको लुङ भनेको चाहिँ थुम्का, त्यो हिल भन्यो पहाड। अनि त्यो थुम्का देखिरहनु भएको छ नि तल हरियो। अनि त्यो चाहिँ लुङ तामाङ भाषामा अरे। 100 लुङ भनेको 100वटा थुम्का यहाँबाट देखिने तामाङ भाषाबाट भनेको।
अरूहरूले चाहिँ बाघढुङ्गा पनि भन्दो रहेछ। एउटा त्यहाँ ढुङ्गाहरूको विभिन्न नाम दिएको रहेछ कि त्यस्तै त्यस्तै देखिने ढुङ्गाहरू। अनि ठुलो ठुलो एउटा चाहिँ बाघढुङ्गा, बाघ जस्तो परेको ढुङ्गा, बाघढुङ्गा। अरू भाषीहरूले चाहिँ बाघढुङ्गा भनेर पनि भन्दा रहेछन्। तर अब सैलुङ भनेर नै चर्चित भएकोले प्राय सैलुङै भनिन्छ। सैलुङै हो। यहाँ हेर्नुहोस् न कस्तो राम्रो सिन, त्यो पारी पारी कस्तो राम्रो। अलिअलि यो मोबाइल ठिकै भयो नि त, त्यही भएर मोबाइल गजब, क्यामेरा गजब भएको भए त परको अलि हिमालहरू पनि देखिन्थ्यो होला। हिमालहरू देखिँदै थियो अलि अगाडिसम्म, अलिअलि त देखिरहेछ, तर सबै यो कुहिरोले ढाकिरहेछ। मान्छेहरू हेर्नुहोस् न त्यहाँ फोटो सेसन गर्ने। अझ मैले यो मान्छे छलेर खिचेको भिडियोहरू हो। मान्छेहरू टन्नै हुनुहुन्छ, आउनुभएको थियो फोटो खिच्नहरू, यति धेरै हुनुहुन्छ। टिकटक बनाउने, उहाँ त्यहाँ टिकटक बनाउने, फोटो सुट गर्ने एकदम धेरै। अनि पारी हिमालहरू अलिअलि। अनि यस्तो चिसो, त्यहाँको आकाश निलो। काठमाडौँबाट त यस्तो आकाश त देखिँदैन नि त। अनि त्यहाँ गए पछाडि चाहिँ सफा मौसम भए पछाडि देखिने भयो, एकदम रमाइलो। अनि यो एकदम तपाईँहरू यदि घुम्न 2 दिनमा आउने हुने, भ्याउने गरी फ्रेस हुन खोजिरहनु भएको छ भने चाहिँ सैलुङ जाँदा एकदम गजब हुने रहेछ। जस्तै यहाँदेखिको दोरम्बा हुँदै जानुभयो भने थोरै ट्रेक पनि हुने भयो, 5 घन्टाको ट्रेक पनि हुने भयो। अब काठमाडौँमा यसो डाँडा काँडा घुम्न त हाइकिङ जस्तो भनौँ न, तर अब अलि टाढा भए पछाडि दोरम्बा भएर रामेछापको दोरम्बा हुँदै गएर रामेछाप हुँदै दोरम्बाबाट 5 घन्टा माथि निस्केर अनि भोलि बिहान फेरि बिहान निस्क्यो अनि माथि सैलुङ घुम्ने। यसरी फोटोसुट गर्ने, फोटो खिच्ने, रमित हेर्ने, अनि रेस्ट गर्ने, बस्ने। अनि चाहिँ यहाँबाट चाहिँ झर्ने। यहाँ हेर्नुहोस् न कस्तो रमाइलो छ। यस बेला यो मौसममा जाँदाखेरि चाहिँ डाँडाहरू पनि हरियो, थुम्काहरू हरियो देखिन्छ नि त। अस्ति मेरो एकजना बहिनीहरू गएको थियो उसको साथीहरूसँग। उनीहरू जाँदा चाहिँ चैत फागुन चैततिर गएको। त्यो डाँडा पनि के खुइलेको देखिने। यो चाहिँ माथि टावरबाट खिचेको सिन नै, टावरबाट खिचेको। टावर पनि छ नि त, त्यो टावर छ। अनि टावरमा चाहिँ यहाँ फोटो खिच्दै हुनुहुन्छ उहाँहरू। अनि यस्तो उयो पनि छ, बुद्धको उयोहरू पनि छ, विभिन्न बुद्धको विभिन्न उसको मूर्तिहरू राखिएको छ। अनि यहाँबाट सबै देखिन्छ, डाँडा हरियो रमाइलो। अनि यहाँ तल चाहिँ यो चाहिँ उसको पाइला भनेर यहाँ कहाँनिर थियो, मैले जुम गरिनँ छु है। बुद्धको पाइला भनेर यहाँ यो बेरिएको भित्र चाहिँ बुद्धको पाइला भनेर राखेको छ कि। अनि यहाँ चाहिँ बुद्धको पाइला नै हो, त्यहाँ बोर्ड छ। मैले जुम गरिनँ छु। मैले अब यो भिडियो हेरेर म प्रोफेसनल होइन भने त तपाईँहरूले थाहा पाइहाल्नु भयो। मैले भन्नै परेन होइन। तर यस्तो रमाइलो लाग्ने। अनि यता पनि फोटो खिच्नेहरू हुनुहुन्थ्यो, हामीले अलिकति छलेर। उहाँहरू अलिक पछाडितिर फोटो सुट गर्नेहरू धेरैजना हुनुहुन्छ। अनि पर मान्छे अलि देखिँदैछ। अनि योनिर यहाँ बोर्ड देखिन रहेछ। यो बिचको उसमा चाहिँ पृथ्वीको नाइटो भनेर राखिएको छ बोर्ड। त्यो चाहिँ के हो भन्न खोजेको थाहा पाएन। अनि त्यहाँ हेर्नु न माथि मूर्ति, त्यो यो गुम्बाको उतापट्टि टावर देखिरहनु भएको छ नि। अनि छ मान्छेहरू यहाँ फोटोसुट गर्नेहरू एकदम धेरै। यत्रो क्यासेट घन्काएर नाचेर रमाइलो गर्नेहरू एकदम धेरै हुनुहुन्थ्यो। आफ्नो आफ्नो तरिकाको हुन्छ नि त रमाइलो गर्ने पनि। तर यस्तोतिर जाँदा चाहिँ सकेसम्म त्यहाँको त्यो हुन्छ नि, नेचरलाई फिल गर्न पाए हुने जस्तो लाग्ने क्या। तर अनि सबैको फरक हुने है। अनि धेरैजना चाहिँ गीत गाएर नाचेर टिकटक बनाउनेहरू एकदम धेरै। हेर्नुहोस् त, यो चाहिँ अलि तलदेखि आएर हामीले खिचेको भिडियो यो चाहिँ फेरि। अनि भिडियो त त्यो माथि चाहिँ माथिबाट उता देखिन्छ अर्को गाउँहरू। कस्तो राम्रो। डाँडामा मान्छेहरू कति धेरै, सानो सानो नानीहरू पनि लिएर जानुभएको थियो।
नानीहरूलाई हेरेर राख्नु सयथुमका यही हो सैलङको रमाइलो अनि घुम्नहरू अनि त्यो गीत गाउने भिडियो खिच्नेहरू अनि त्यो एकदम क्यासेटै भनेको त्यो सानो वाला उफर बोकेर गएर गीत गाएर नाचेर त्यो एकदम माहौललाई सबैलाई हुने गरी त्यस्तो चाहिँ नगरिदिनु भयो भने जस्तो लाग्ने कि यो चाहिँ अलिकति तल आएर यो चाहिँ माथि यहाँ उस रहेछ मान्छे यहाँ पनि फोटो खिच्न आउनु भएको छ यहाँ पनि अनि हेर्नुहोस् त कस्तो चिसो हो यो चाहिँ पछाडि उयो बोतलहरू हेर्नुहोस् न पानी खाएर बोतलहरू जताततै फालेको चिप्सको खोलहरू यहाँ चाहिँ उयो मूर्ति जस्तै एउटा उयो रहेछ कि त्रिशूल छ माथि अग्लोमा मैले माथि चाहिँ खिचिनँ छु अनि यहाँ आएर फेरि डाँडा हाम्रो झोला मेरो भयो नि यहाँदेखि उता उदेखि नै अनि यस बेला पनि एकजना एउटा टोली आएर यत्रो क्यासेट बजाएर त्यो हुफर बजाएर गरिरहनु भएको थियो कि त्यो सुन्दा पनि आफूले मात्र सुन्यो भने यस्तो ठाउँमा जाँदा त खासमा नेचर फिल गर्न जाने हो नि त भन्ने लाग्छ नि त त्यसै गरेर जानुभयो भने भन्न पनि कस्तो लाग्ने होइन कत्रो त्यो हुफर बजाएर म्युजिक लाएर कत्रो लाउड म्युजिक के एकदम धेरै सबैलाई नै डिस्टर्ब हुने गरी बजाइरहनु भएको थियो अनि यो चाहिँ हो भिडियो त के कस्तो खिचेको छ नि त अनि यहाँदेखि चाहिँ उता फेरि माथिदेखि नै त्यो तपाईँहरूले त्यो उयोहरू देखिँदो छ यो चाहिँ तल उसमा मिनी ग्रेट वाल भनेर बनाएको छ स्थानीय ढुङ्गा प्रयोग गरेर बनाइएको भन्ने छ तर यहाँ पनि अलिअलि सिमेन्ट पनि प्रयोग भएको देखियो अनि मिनी ग्रेट वाल यो चाहिँ त्यही यताको वर मात्रै अलि तलतिरको चाहिँ फोटो खिचिरहेको छु यो खोइ कति मिटर जति छ अलिअलि छ अनि यहाँ पनि मान्छेहरू अनि यो चाहिँ अब होइन तल खाजा खाना खायौँ हामी तल आइपुग्यौँ त्यहाँ घुमेर आएर तल आएर अनि 11 बजेको चाहिँ बसको चाहिँ फेरि टिकट नपाउने नि त अघिल्लो दिनै बहिनीहरूलाई टिकट काटिदेऊ भनेको थिएँ त्यहाँ मेरो बहिनीको साथीहरू पनि गएको थियो तर नपाए पछाडि अनि हामी चाहिँ यस्तो त्यो उसको गाडीको उसमाथि बसेर आएको थियौँ मेसिनको माथि हुन्छ नि त्यो अगाडि ड्राइभरको छेउको हो त्यहाँबाट अनि त्यस पछाडि यो चाहिँ मुडे पुग्न अगाडिको त्यो उयोबाट चाहिँ तल बेस क्याम्पदेखि चाहिँ यता चाहिँ मुडे नपुग्दैको बाटो हेर्नुहोस् न बाटो पनि कस्तो राम्रो चिसो हावा सफा मौसममै घाम चरको भए पनि चिसो हावा चल्छ नि त पहाड बस्ने अनि त्यो भएको भएर चिसो मौसम कस्तो रमाइलो अनि बहिनीहरू थियो गाडीमा बस्दाखेरि पनि हामीसँगै बस्ने बहिनीहरू है त्यो गाडी सिट नपाउने नि त अनि त्यो भएको भएर मुढामा यसमा त्यो ड्राइभरको छेउमा उयो हुन्छ नि त्यो इन्जिन माथिको उसमा त्यो इन्जिन माथि त हामी कति धेरैजना 4 जना बसेका थियौँ क्या हो इन्जिन माथि अनि त्यहाँ खप्टिएर बसेर गाडी नपाउने त्यो चाहिँ अलिकति फर्किँदा जाँदा पनि एउटा मात्रै गाडी जाँदै रहेछ बिहान जाँदा पनि एकजना बहिनी गएको अरे ऊ मुढामा बसेर उभिएर कहाँसम्म गएको अरे त्यस पछाडि मुढा पनि नपाएन एकजना उसँगै उभिनेहरू चाहिँ ऊ चाहिँ ढोकामा बसेर गएको अरे ढोकाको भुइँमा अनि त्यस पछाडि अर्कोजनाले एकजनाले कहाँ बाटोमा चाहिँ मुढा किनेर मुढा चढेर गएको अरे बसको चाहिँ अलिकति मान्छे जाने मान्छे हुँदाखेरि अलिकति टिकट पाएर सहजताका साथ जान पाए हुन्थ्यो नि त फर्किँदा पनि त्यस्तो हुँदो रहेछ इन्जिन माथि बस्ने उभिने अनि यो चाहिँ तल 5 खाल आउँदैको 5 खाल आउनु आँटेपछि पानी झरी पऱ्यो नि त त्यस पछाडि झरी परे पछाडिको यो चाहिँ अनि यस्तो गरेर यो चाहिँ अन्तिम भिडियो होला अनि ल तपाईँहरू जानुहुन्छ भने दोरम्बाको बाटो भएर जानुभयो भने चाहिँ एकदम गजब बाटो पनि यस्तो राम्रो आनन्द अनि ठाउँ ठाउँमा त्यो दोरम्बाको बाटोमा चाहिँ एरोहरू नराखेको के त्यो यता जाने 2-3वटा बाटो हुँदाखेरि चाहिँ कन्फ्युज हुने नि त त्यहाँ चाहिँ कन्फ्युज हुने अनि हामी चाहिँ संयोगवश मान्छेहरू भेट्यौँ अनि सोध्दै गयौँ अनि गाउँ रमाइलो त्यतातिर हो माथिसम्म पनि कत्रो बिल्डिङहरू बनाइसकेको थियो दोरम्बाको माथि यो चाहिँ यहाँ तल 5 खाल 5 खाल नआउँदै हो यो पनि
त्यहाँ फुच्चेहरू खेलिरहेको थियो, त्यहाँ खाना खानु रोकेको थियो बसले। अनि कति खाना खानु भयो, हामी चाहिँ बिहानै खाना खाएर हिँडेको भएर हामी चाहिँ बस चढ्न